ल हाम्रो सबैजना अब घोडेपानी जाने तयारी ब्रेकफास्टलाई फोटो खिचेको मात्रै मेरोबाट चाहिँ काला मेरोबाट काला सब ब्याकप्याक तयार यहाँलाई अब यो साङ्ग्रिला इको भिलेज लज एन्ड रेस्टुरेन्ट गयो। बसेको के अब के गर्नु त तिमी चाहिँ सरी के गर्ने बस ल सकिएर अब हामी घोडेपानीतिर लाग्दैछौँ। बस पार्कमा आइपुग्यो बल्ल बल्ल। हाम्रो गाडी कुरेर बसिरहेको छ, यी दुईटा गाडी। हाम्रो समूह हाम्रो पल्लो ल यही हो हाम्रो गाडी आइपुग्यो। कमला खाने अमला हो जाने। अब हामी हो सबभन्दा अन्तिममा। हामी अन्ततगत हामी कान्द्रुकबाट जिपमा बिहान 9 बजी हिँडेको। अहिले हामी पुनहिल के घोडेपानीको यसमा आइपुग्यौँ। हाम्रो आज यहाँ बास। भोलि बिहान हामी पुनहिल जाने। हामी बस्न उठ्लियो नास्याङ आइपुग्यो हामी। ल हाम्रो ठिन हिँडेर आइपुग्यो हामी। दुई घन्टाभन्दा बढी हिँड्यो, 3 घन्टा हिँड्यो हामी। ल यही होटेल। ल हाम्रो जिपमा आउने 5 जना त्यहाँ हुनुहुन्छ। ल ए एकदम सजिलोसँग किन नसक्नु। अलिकति श्वास चाहिँ हुन्छ त्यो मोटो भएर। त्यो त हुनै पर्छ नि खाना घटेको छैन त्यत्रो हेर्दाखेरि त। त्यसरी खाएको खानु त खाने हो होइन नि राइस नै हो। ल अन्ततगत हामी कति घन्टा हिँड्यो? 1 घन्टा हिँड्दाखेरि यहाँ आइपुग्यो। ल यता जुन यता घाम यता उत्तर भइहाल्यो। ल मान्छे यसरी आउँदैछ हेर्दा। यता पूर्व आइपुग्यो। पुनहिल माछापछि त कालो पो छ।
यहाँबाट सबै रेन्जहरू चाहिँ नदेखिँदै रहेछ हजुर ल यहाँ माथि कति खान मान्छे माथि हेर्नु भनेको हौ खोइ सानो आई खोइ त आउनु भएन आउँदै हुनुहुन्छ ए आधी घन्टा लाग्छ अझ ढिला आइपुगेको छैन पो त ल हाँगी शर्मिला हजुर के छ त म कान्छु त सकियो ल कान्छु त देखाएको आहा ल ल मान्छे त सबै आइसक्यो ल बाफ्रे त्यो भ्यू टावर थाम्छ त मान्छे त्यत्रो है राम्रो भर्खर भात पस्बे हट ल ल आहा हामीलाई छैन पुनिल 3220 10 भरे पानी 2810 पुनिल ल ल आइसँग आइपुग्नु भयो खोइ आइसक्नु भयो ल हेर्नुहोस् त ल कोही ऊ सबभन्दा अगाडि दाजु ल सबभन्दा अगाडि हो क्या दाजु सबभन्दा अगाडि एक्लै ए हजुर सबभन्दा अगाडि सबभन्दा अगाडि ल अनि हामी त हेर्नुहोस् त तपाईँलाई पुग्दा खोजे पछाडि छ होइन छैन म त 4:30 मा यसो टावर 5:30 आहा हा हा खोइ आउनु भएको छ त अगाडि अगाडि आउनु भएको हो ल यो के हिमालय छ यो अगाडिको ठ्याप्पै धौलागिरी त्यो हिजो हाम्रो त्यहाँबाट देख्ने हो यो होइन यति देख्नु हिजो देख्ने हो ए यो अनुपर साउथ ए साउथ हिमचुली हिमचुली ए हाम्रो त्यहाँबाट देख्ने हिजो हजुर अनि त्यसपछि त्यहाँबाट नजिक रहेछ त अझ ए धौलागिरी झोला यता कहीँतिर राख्दा हुन्छ एक ठाउँ त्यतातिर ए हराउँदै गएको छ हेलो होइन अब एकचोटि हस्
झोला जति बोक्नुलाई आएको छ कि होला यो लक्ष्यठी होइन ल झोला राख्ने अब हामीहरू है त आगे भइसकिरहेको यता सन यता मुन यता हिमाल अन्नपूर्ण साउथ अहिले घाम लागेपछि राम्रो देख्छ त्यही बस्नुपर्छ सवा घन्टामा आइपुगेको छ हामी यहाँ सवा घन्टा यता जुन ल चिसो हुन्छ फेरि अब यो त पुकाल्छु म पनि अब यो चाहिँ पुरा हुन्छ आसँग है अलि यता बस्छ हो त्यहाँ ठ्याक्क घाम लाग्यो कि अब चाहिँ भेट्छ यहाँको फोटो आएको छ अलि राम्रो राम्रो क्यामेराले चाहिँ हाम्रो त क्यामेरा राम्रो छैन क्यामेराले पनि यतापट्टि हामी न यता सुरुदै धौलागिरीमा लाग्यो एक्कला परसम्म छ यो धौलागिरी भन्नु होइन बाबु धौलागिरी यो साउथ र अन्नपूर्ण होइन हिजो हाम्रो उसबाट देखेको त्यो त नि यो हिजो हामीले त्यहाँबाट देखेको फिस्टल माछाबाट देखेको त्यहाँबाट हिजो होइन हामी घान्द्रुङमा देख्यो नि यो घान्द्रुङभन्दा नजिक हुनुहुन्छ त है हामी घान्द्रुङ यता यसको पछाडिबाट छ घान्द्रुङ यसको पछाडिबाट छ यस्तो रहेछ
यो चाहिँ उतापट्टिको छ त्यहाँबाट यसो देख्छ त्यो यस्तो छ त्यो घामधुरुङ चाहिँ ट्याक्कै त्यो तिर देख्नु त हुन्छ म त्यहाँ हजुर यहाँबाट चाहिँ पुरै ल यहाँसम्म छ रातो आयो आयो माछा पछिमा राम्रो देख्छ नि घाम लाग्यो त्यो हुन्छ त्यो के हुन्छ के अरे तुवाल लागिहाल्छ तातो त्यसको बाबु छ हैन आइसक्यो नि बादल हो साथी त हैन आशा पछि नखेदिनु न आशा त अहिले खिचेछ ल यस्तो रे कसो राम्रो देखिरहेछ के ल थ्याङ्क यू शर्मिला बोल्नु हेर्नु पुरुक्कै छ के अब भेनाजी आउनु बाँकी छ होइन भेनाजी र दिदी सानो आँगी दिदी र भेना अब लास्ट लास्टमा उहाँहरू आउनुहोस् आधी घन्टा लाग्छ लाग्छ है उहाँलाई धेरै गाह्रो हो नआउने भन्दा चाहिँ अहाँ हुँदैन भने घिसार्नु भिसमा नआउने अहाँ हुँदैन कहाँ हजुर शर्मिला ओके ओके अघि चाहिँ थिएन यार मान्छे Yang sarti wangan. कि बहिनीसँग बस्दिनुहोस् पस्दैन शर्मिलाले पोज दिँदैछिन् फोटो खिच्नको लागि अब अर्को मिनु आङीले फोटो खिच्ने शर्मिलाले पोज दिने ए शर्मिलाको ब्याक साइडमा माछा पुच्छ्रे कालो छ है माछा पुच्छ्रे चाहिँ अनि अब पछाडि घाम लागेको छैन माछा पुच्छ्रेमा यो अन्नपूर्ण साउथ हिजो हामीले घामरुङबाट देखेको आङी घामरुङबाट देखेको यही त हो नि त्यो त्यो घामरुङ चाहिँ यस्तो छ खुट्टा उचाला एउटा हो। खुट्टा उचाला एउटा घामरुङ भन्दा नजिक देख्छ चाहिँ नि ज्याकेट खोलेर पुनिल नजिक यहीँ रहेछ तरुनी निकाल्नु पर्यो न मन तरुनी निकाल्नु पर्यो एउटा ज्याकेट खोलेर हातले यसो समाउनु जस्तै भइसक्यो है नजिकै यति हो हेर्नु घामरुङबाट चाहिँ यता रहेछ आसे होइन यस्तै त्यतिकै बसिरहने कि फटाफट अनि खिच्नुलाई त अहिले उनीहरूलाई किन मेरो हेर्नु यहाँ छिटो भाउ चाहिँ माथि नगाउँदा अनि यो ज्याकेट खोल्ने कि अनि कहाँ त्यो त त्यो त अब भित्र पनि अर्को लाग्छ नि दाइलाई दिनुपर्छ कि अहिले अब एकछिन लो त्यो मासु पुछ्रे घामै लागेको छ नि एकदम राम्रो आउँछ अहिले त्यहाँ मासु पुछ्रे लाग्छ आएन घाम लो ग्रुपिङमा बसौँ न सबैजना सरकारीको एकछिन पोजलाई अलिक छिटो फटाफट गर्ने अहिले भिड भएपछि जानु हुँदैन कि हो यहाँ सबैजना बसौँ त हो त्यहाँ ल छिट्यो त्यो त भयो ए आँगी आइपुग्नु भयो ल सानो आँगी हो सानो आँगी ल ऊ कि सानो आँगी आइपुग्नु भयो ल सानो आँगी ल ल सक्नुभयो है ऊ आसाङले सानो आँगीले लिएर आउनुभयो ल ल कति गाह्रो हो सानो आँगीलाई तै पनि फाइनली सानो आँगीले चाहिँ मेरो पछाडि यही ठाउँमा चाहिँ 12 जनामा अनि म पछाडि बस्नु पर्छ हाम्रो ग्रुप यो हो यसमा एउटा लक्ष्मी एउटा छुट्टी हो 15 जना लक्ष्मी आउन सकेन हामी 14 जना छौँ यहाँ हो आङ यहाँ पोज दिँदै हुनुहुन्छ फोटो खिच्नलाई ल ल आसाङ फोटो खिच्ने ल यो हाम्रो समूह हो यहाँ हेर्दै हो सानो आँगी ट्याक्क पोज दिँदैन ल बस्नुहोस् सबैजना पानी अहिले खाउन अहिले भिड भएपछि अहिले यो फोटो के हुन्छ भिडियो यसलाई मात्रै खै त आएन त फिस्टेलमा त लागेन त घाम त्यसलाई अलिक टाइम लाग्छ हो घाम उता
त्यहाँबाट आएपछि झन् त्यो त काल हुन्छ अब मेन चाहिँ यतै हो त्यही हो है यति हो कहाँ छ यहाँ यसमा भेट्छ है अब साउथमा भेट्नु त्यहाँ निकालेछ माथि पूर्वमा चट्ट घाम आउँदैछ लाली लाली किरण छप्दैछ घाम यो भ्यू टावर यस्तै हो कि हाइमा आएपछि आफैले नि मैले राखिसकेँ भने ल आउनु आउनु चिसोले नि धौलागिरी हेर्दा आएको यो देखिरहेको धौलागिरी हाम्रो आज भेनाले चाहिँ सबै हिमालयको नाम भन्नुभएको छ धन्यवाद भेना म यहाँ भेनाको इटा भिडियो हिमालको नाम तपाईँ भयो आउनु त हाम्रो यहाँ दिदी 4 जना छु दिदी बहिनी र यहाँ खिच्नु पर्यो उयो 4 जना ल बस्नुहोस् शर्मिला टोपी कतै छ त्यो चिसो भइहाल्यो लान्छु कि यहाँ कताको निकाल्ने यताको कताको चाहिँ राम्रो देख्छ दुईतिर गर्नु सूर्य त हेर ल कहाँ भिडियो राखेको हो ल ल सनराइज खै देखेको एकैछिन एकैछिन पत्ताबाट चाहिँ दाइ पनि छन् त्यहाँबाट हेर्ने आँखै खाएर छ लाइट चाहिँ अब मोबाइलको चाहिँ खास काम हुँदैन आँखै खाए हो त्यहाँतिर त्यहाँनिरको म खिच्नु त सनराइज कस्तो राम्रो आइलो ल ल तपाईँ कालो हो शर्मिला को आयो पालो 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 पालो
दिदी यता निस्किनु त्यो बाटो छ भोलि खिच्ने नि त्यस्तै Yes. घाँसमा राख्ने घाँसमा राख्ने राम्रो राम्रो के पानी पानी मलाई तातो बारेन घाममा बस्यो घाममा के गरेको कान्छीले त्यस्तो बेबी के खिच्यो त्यो यही खिचिरहेको एउटा हाम्रो ल भिडियो गर्दै ल धेरै लङ यसरी ट्याक्क ट्याक्क फोटो हेर्ने अनि हाम्रो पनि यसरी खिच्ने छ के छ अर्को एउटा फुल भयो एउटा फुल वाइट खिच्दा चाहिँ आउँदो रहेछ वाइट चाहिँ अलिकति तागेर सानो अब बेबी बडी भयो अब बेबी नभयो क्या आनन्द भएर बल्ल खोलेको सेल्फी भइटाउतिर आइदिनु Gente pancho que sacar a Robi. No, no, आउनु त हामी रातो कान्छोले खिच्दै
खोइ कता खै हेर्दै ऊ माथि भ्यू टावरमा ऊ यहाँतिरबाट फेरि एउटा राम्रो देख्छ कि भ्यू टावरको मा चढ्दैछु हाई हाई भ्यू टावर हट्टे सबै फर्किँदै यस्तो चारैतिर दक्षिण साइड पूर्व उत्तर मान्छे यति छ ल चिसो हावा चिसो हावा चल्यो पुनेमा हजुर यो चाहिँ धौलागिरी हजुर यो मासु यो त यो अन्नपूर्ण साउथ अन्नपूर्ण साउथ यो चाहिँ हिउँ चिलेको यो हिजो हामी त्यस्तै त्यहाँ गएको थियो के अरे हाम्रो मुद्दा त्यो के देख्छ यहाँबाट अलिक बढी दिएर ल सक्यो अब घरतिर प्रस्थान हजुर आज खुल्यो लक्की छ ल अब यो भ्यू टावरबाट ओर्ले नै टिकटक बनाउने कस्तो बग्नु अब हाम्रो समूह करिब 45 मिनट जति बसेर फर्किन लाग्यो ल सबैजना तयारी अब फर्कनलाई तल होटेलमा फर्कने त्यहाँ हामी ब्रेकफास्ट लिन्छौँ अनि पोखरा जान्छौँ हामी ल आइ जाउँ अब हामी ल हजुर म नखाने आइ नखाने अहिले भोक लागेको छैन हिजो बेला खाएको बल्ल घट्यो म नखाने नखाने अब जाने जाने जाने
ever go hiking again. ए आई ल जाउँ अब खोइ खोइ त हाम्रो आस्याङ खोइ अर्को आस्याङ भाइकाजी आस्याङ हो हिँड्नु हो जाउँ आएँ अब हामी पनि फटाफट ल हजुर ए हो हिँड्नु भयो त्यसो भए ल म जाउँ हिँड्दै गरेर आएँ म पनि अब हिँडौँ ल ल त्यसो भए हिँडौँ आएँ ल ल अब बाई बाई पुनहिल डाँडालाई पुनहिललाई बाई बाई ल यो उताबाट यहाँबाट तलबाट You can also squat. हामी यहाँबाट आएको थियो I think the map is better. पुनिल डाँडो अब त्यो ओडा लाग्छौँ हामीलाई सवा घन्टा लागेको थियो अब भ्यू टावर ल पुनिललाई बाई बाई अरू आउँदै हुनुहुन्छ लागेँ म चाहिँ लागेँ ल अब चाहिँ सजिलो भिडियो हाम्रो गर्नुपर्छ है ल ल अब यो पनि बन्द गर्छु अब यो हामी बसेको होटलबाट देखिने भ्यू यही हो हेर्नुहोस् त यस्तो छ ए धौलागिरी लक्ष्मण यहाँ फोटो खिच्दैछ हेर्नुहोस् यस्तै हो ए हामी बसेको होटलबाट देखिने भ्यू यसैको काखैमा देखिन्छ हिमाल यो धौलागिरी भयो ठुलो यो अन्नपूर्ण साउथ हिउँ बेसी प्रयास ल अब हामी घाम घोडे पानीलाई बाई बाई गर्छौँ बुङ्ग छहरा लमजुङको बुङ्ग छहरा भने अब लमजुङ जिल्ला सकियो मनाङ जिल्ला सुरु भयो यो पुलबाट मनाङ जिल्लाको लमजुङ जिल्ला सक्यो खै मेरो त देखेन गेट हामी मनाङ अन्तरेर जानु मोर्साङ दिए धेरै लामो छ है हाम्रो मनाङ जाने बाटोमा हाम्रो पाल्चोकी आस्याङको चाहिँ साथीको यो गेस्ट हाउस रेस्टुरेन्ट अब हामी यहाँ चिया खान्छौँ त्यसपछि हामी लाग्छौँ यस्तो यहाँ गरौँ
यस्तो डाँडो यहाँ माथि चुचुरो यस्तो गहिरो र कहाँ हो यो ल सम्झिज्यू बस्ने मास त्यहाँ दाई तेरिका यस्तो हुँदैन ल यस्तो देखेको थिएन जिन्दगीमा यता हेर न यहाँ कस्तो चुच्चु त्यहाँ है ल अन्तमा हामी मनाङको यो तिमाङ भन्ने ठाउँमा आइपुग्यौँ तपाईँहरूले त्यहाँ देख्नुहुन्छ यही गेस्ट हाउसमा हामी अहिले बसेका छौँ होइन भोलि हामी यहाँबाट मनाङको अन्य ठाउँमा घुम्न जानेछौँ हेर्नुहोस् यो उत्तरतिर पर्छ यो हेर्नुहोस् उत्तरतिर यस्तो छ विशाल अझ बादल लाएर केही देखिएको छैन हेर्नुहोस् यहाँ बस्ती तिमाङ भन्ने कति राम्रो ठाउँ छ अलि फ्ल्याट यो कता पर्यो यो पूर्व यता पूर्व पर्यो यो भाग दक्षिण हेर्नुहोस् त यस्तो छ कस्तो राम्रो बस्ती गाउँ तिमाङ गाउँ मनाङको तिमाङ यस्तो मौसम बिग्रियो हामी आउने बित्तिकै पानी पर्यो यहाँ हामी आइपुग्नु पनि पानी पनि पर्नु ल हजुर अब म भोलि फेरि अर्को मनाङको विभिन्न ठाउँको चाहिँ यो तिमाङको गाउँको अन्तिम हामी उताबाट छिर्नुपर्छ म अब यो राजधानी चामे जाने होला सायद यता हिमालय देखिरहेछ गाडी अलिक समथर भूभाग रहेछ यो यता अलिकति हिमपात भएछ यो तिमाङ गाउँको अन्तिम यहाँसम्म रहेछ तिमाङ गाउँको म सुरुमा पुग्छु यो सुरुवात यो अन्तिम हो यहाँबाट फेरि यो 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 हामी चामे पुग्ने होइन हजुर बाटो कति टाढो छ चामे यहाँबाट ए कति किलोमिटर छ यहाँबाट 17 किलोमिटर बाइकमा आधा घन्टा पुग्छ गाडी बाइकमा आधा घन्टा बाटो यस्तै छ राम्रै छ ल बाटो राम्रो छ अरे आधा घन्टामा पुग्छ सदरमुकाम चामे यहाँबाट जाने यो चाहिँ तिमाङ गाउँको अन्तिम रहेछ यो होइन अब म तिमाङ गाउँको अन्तिमबाट पस्दैछु यस्तो यता पनि होटेलहरू यो पनि होटेल हेर्नुहोस् बाटो यो हल्लेगी
Şiddet. यति हो यस्तो राम्रो समतल पहाडको फेरि आउँदैछ गाडी माथि लिएर आऊ हाम्रो गाडी यसैमा आएको दुईवटा यो 3763 अर्को 2817 15जनासम्म हामी यो हामी बस्ने होटेल हेर्नुहोस् तिमाङ गाउँको यो यति हो यो सुरुवात यहाँबाट छिर्ने तिमाङ गाउँ हामी पोखराबाट आउँदाखेरि त यही बाटो कराउँछ पुरै मौसम खराब भयो हामी आउँदा आउँदै ल यो चाहिँ तिमाङ गाउँ सुरु मैले अघि अन्त्यतिरबाट तपाईँलाई देखाउँदै यतातिर ल्याएको हो हामी यता हुँदै आएको थियौँ यो तल पनि छ नि तिमाङ गाउँ तर हामी बस्ने ठाउँ यो रहेछ आउँदैछ गाडी सब टुरिस्ट ल कस्तो राम्रो ठाउँ रहेछ यार यस्तो विकट ठाउँमा यति राम्रो ठाउँमा हेर्नुहोस् त मनाङको तिमा यो 2650 मिटर उचाइमा रहेको सुन्दर गाउँ यो मनाङ जिल्लाको सदरमुकाम चामे जाने बाटो यही हो राम्रो छ यता हेर्नुहोस् यो उत्तर यता पूर्व यता दक्षिण यता पश्चिम कस्तो ठाउँ त यो हेर्नुहोस् यस्तो होटलहरू छ सबै काठै काठले
big Lhasa guest house. हजुर बनाउन जाने हामी बस्ने गेस्ट हाउस ओएसिस गेस्ट हाउस एन्ड रेस्टुरेन्ट यहाँ हाम्रो गाडी दुईटा गाडी अर्को गाडी ल यो हामी बस्ने गेस्ट हाउस ओहो आएर लक्ष्मी हो र मैले त डेलिभर सिक्यो मनाङ जिल्ला सक्यो अब यो चाहिँ सिमाई यहीँ लेखेको छ अब यताबाट हामी लमजुङ जिल्ला प्रवेश गर्दैछौँ हजुर के भने ए पुल ल यो पुलले पारिपट्टि लमजुङ यता वारिपट्टि मनाङ सक्यो मनाङलाई बाई बाई ल आज हामी मनाङको तिमाल भन्ने ठाउँमा बसेका थियौँ त्यहाँबाट माथि आउन सकेनौँ त्यस कारण क्यान्सल गरेर हामी आज बन्दीपुर आइपुग्यौँ यहीँ नै हामीले बिहान खाना खायौँ हाम्रो ग्रुप सब फोटो खिच्दै हुनुहुन्छ अर्गनाइजर बनाएको परिवारको फोटो खिच्दैछ हामीले यहाँ आएर खाना खायौँ तमु रेस्टुरेन्ट भन्नेमा हामीले खाना खायौँ यो रेस्टुरेन्टमा हामीले खाना खायौँ यो चाहिँ बन्दीपुर बजार हामी नि पछाडि पछाडि उभिन्छौँ